पुरानो हामी बस्ने क्वार्टरहरू चाहिँ यस्तो दामी बनाएछ यही सिक्किम क्रिकेटको यहाँनिर सायद एकाडेमीको नानीहरू बस्ने यत्रो फरकिलो जग्गा आमा हेर्नुहोस् है यस्तो ब्युटिफुल हामी बस्दा त एकदमै जीर्ण थियो अवस्था सो अब यहाँभित्र चाहिँ म बसेको क्वार्टर 19 वर्ष हामी बसेको यो ठाउँमा यहाँनिर यस्तो भएछ यहाँ पनि यसरी अर्कै भएछ यतापट्टि ठुलो स्पेस निकालेर उकालो चढ्ने चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ सिमेन्टकै यत्रोबाट मट्टो थियो यहाँ चाहिँ आइरन रेलिङ लागेछ यहाँबाट यसरी हाम्रो यो खिड्की पनि रिपेयर माथि यस्तो अर्कै भएछ यहाँबाट गएर अम्मामा कत्रो स्पेस हेर्नु यहाँ बाफ्रे यस्तो दामी यो चाहिँ हामी बस्थ्यो यो कोठा चाहिँ यो रुम एज इट इज रहेछ हाम्रो पुरानो सोफा यहीँ छोडिदिएको थियौँ यसरी अर्कै भएछ लुक चाहिँ यो चाहिँ एकदम हामीले पहिला दुःख गरेर किनेको सोफा तर अब यो त्यति कन्डिसन ठिक थिएन हामीले यहीँ छोडिदिएको थियौँ यहीँ रहेछ स्टिल इट इज हियर ओन्ली यस्तो भएछ यताको यहाँ चाहिँ टोइलेट बाथरुम भएछ नि त यहाँ चाहिँ पहिला हाम्रो मास्टर बेडरुम थियो नि त यो पिलरदेखि यता चाहिँ अर्को कोठा पनि देखाउँछु ल तपाईँहरूलाई यहाँ चाहिँ अर्को कोठा यहाँ पनि यतापट्टि पनि एउटा टोइलेट बाथरुम निकालिएछ सो भेरी गुड इन्जिनियरिङ एकदमै दामी बेस्ट पार्ट चाहिँ हाम्रो चाहिँ एकदम यो दैलो खिड्कीहरू चाहिँ मेन्टेन थियो नि त मैले आफै पर्सनली बनाएको थिएँ त्यो खिड्कीहरू चाहिँ एउटा पनि चेन्ज गरेन छ अरू चाहिँ प्रायः मकेको हाम्रो चाहिँ राम्रो थियो खिड्कीहरू यहाँबाट हाम्रो माथि चाहिँ सजनाहरू थियो यसरी यस्तो अहिले त्यहाँनिर टावर पनि राखेछ यो ठाउँ एकदमै सम्झना छ यो 19 वर्ष बसेको हामी यो ठाउँमा तर एकदम राम्रो डेभलप गरेको छ हाम्रो बिसिसिआईले यो सिक्किम क्रिकेट एसोसिएसनले सेम यहाँ हाम्रो छिमेकी थियो यहाँ सेम एकदम ब्युटिफुल कस्तो मजाको रिङ रोड वरिपरि यो वाटरमा हिँड्ने चाहिँ वरिपरि पहिला चाहिँ अलकत्राको थियो अन्त अहिले चाहिँ यसरी रिङ रोड वरिपरि हिँड्ने बनाएको रहेछ सो यो चाहिँ हाम्रो क्वार्टर हो त्यो चाहिँ प्रिन्सिपल क्वार्टर क्लास बी क्वार्टर थियो त्यहाँदेखि यताको चाहिँ सबै क्लास सी इन्स्ट्रक्टर्सहरूको थियो यो चाहिँ हामी बस्ने बिल्डिङ यो खिड्कीमा धेरै यादहरू छ हाम्रो अनि यो चाहिँ तपाईँको क्लास 4 क्वार्टर चाहिँ यहाँदेखि उताको ब्युटिफुल यत्रो ठुलो स्पेस निकालेको रहेछ सो नाइस एनिवेज जे हुन्छ असल हुन्छ कति राम्रो प्रपर्टी भयो हाम्रो नानीहरूले यहाँनिर अब एकाडेमीको नानीहरूले धेरै इन्जोय गर्नेछ यो पिपल चाहिँ टेके दाजुले रोपेको हाम्रो भन्नुहुन्थ्यो यत्रो ठुलो भएको छ 360 ल